आजकल बजारमा पाइने धेरै जसो घडीमा ठूलो अक्षरले लेखिएको हुन्छ वाटरप्रुफ अर वाटर रेसिस्टेन्ट। तर प्रश्न के हो भने के त्यो घडी साँच्चै पानीमा हाल्दा पनि पानी नपस्ने हुन्छ त? आजको समयमा 100% वाटरप्रुफ घडी प्राय भेटिँदैन, तर कति हदसम्म पानी थेग्न सक्छ भन्ने चाहिँ हुन्छ, जुन चाहिँ घडीमा लेखिएको डब्लुआर वा एटिएम नम्बरबाट थाहा पाउन सकिन्छ। यो नम्बरले चाहिँ घडीले टेस्ट पास गरेको स्ट्याटिक प्रेसरलाई बुझाउँछ, जुन चाहिँ घडीलाई प्रेसर चेम्बर मेसिनमा राखेर पानी छिर्छ कि छिर्दैन भनी जाँच गरी घडीले थेग्न सक्ने दबाव अनुसार निकालिन्छ। जस्तो कि तपाईँको घडीमा डब्लुआर 30 एम वा 3 एटिएम लेखिएको छ भने त्यस्तो घडी सामान्य हात धुने वा हल्का पानी पर्दाका लागि मात्र उपयुक्त हुन्छ। डब्लुआर 50 एम वा 5 एटिएम लेखिएको घडी सामान्य वर्षाको पानीका लागि उपयुक्त हुन्छ। डब्लुआर 100 एम वा 10 एटिएम लेखिएको घडी भने पौडी खेल्न मिल्ने श्रेणीमा पर्छ, तर लगातार 100 मिटर पानीमा डुबाएर प्रयोग गर्न मिल्छ भन्ने चाहिँ होइन। त्यस्तै डब्लुआर 200 एम वा 20 एटिएम भन्दा माथिको घडी पौडी तथा स्नो केर्लिङका लागि बनाइएको हुन्छ। त्यसैले घडी किन्दा वाटरप्रुफ अर वाटर रेसिस्टेन्ट भनेर लेखिएको अक्षरको भरमा मात्र नभई डब्लुआर र एटिएम नम्बर बुझेर र आवश्यक परे परीक्षण गरेर लिनु बुद्धिमानी हुन्छ।